वेलकम टू अ डे इन माई लाइफ। गुड मर्निङ, नमस्ते एभ्रिवान। बिहानै आज तारको मर्मत कार्यक्रम भइरहेको रहेछ भद्रपुर रोडमा। अनि पुग्यौँ जिम, त्यसपछि वार्मअप गरेर आज पालो थियो फुल आर्म्सको एक्सर्साइज, बाइसेप, ट्राइसेप अनि फोर आर्म। दुईजनाले नै मिली मजाले एक्सर्साइजहरू गऱ्यौँ। अनि एक्सर्साइज सकेपछि चाहिँ एकछिन आराम गरेर त्यसपछि हामी जिमबाट निस्क्यौँ। आजभोलि 3 डिग्री क्याफे त बिहानको पोस्ट वर्कआउट कफीको लागि फेभरेट भइसक्यो। अनि हतार घर आएर कामहरू सकाएर त्यसपछि फाइनली लेट खाना खाएँ अनि फेरि ब्याक टु वर्क। त्यसपछि मात्र उठेर प्रोटिन सेक खाएर अनि गएँ म ग्यारेजतिर बाइक हेर्न। त्यसपछि क्यान्डी भाइलाई बोकेर गयौँ एक दुईवटा कामहरू सकाउन। राख्नुपर्ने थियो वी आर ओपनिङ सुन बोर्ड सिलिकन एजुकेसनको। सो ठाउँमा क्याफेहरूमा राखेर अनि पुगेँ योगेन दाईलाई भेट्न। दाईसँग बेलुका गफ गर्न मजा आउँछ। अनि यो इलामला भाइब्स कजी क्याफे, यहाँ एकछिन खाजासाजा खाइयो, दाईसँग एकछिन लामो गफ भएपछि त्यसपछि अर्थोडक्स कफी हो कि चिया हो त्यो खाएर हामी क्यान्डी भाइ र म चाहिँ घरतिर लाग्यौँ। गुड नाइट गाइज, सी यू।